भिडियोलाई लाइक कमेन्ट सेयर र युट्युबलाई सब्स्क्राइब गरिदिनु होला। मेरोतिरको आलु यही हो। यो पछाडि आलु गोड्न सजिलो पनि हुन्छ अनि डबल काम पनि हुँदैन। हेलो एभ्रिवान, माई युट्युब फ्यामिली साथीहरू, तपाईहरु सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। आज पनि फेरि न्यू डे न्यू ब्लग्स लिएर उपस्थित भइसकेको छु। तपाईहरुले हेर्दिनुहुन्छ होला भन्ने आशाको साथ सम्पूर्ण साथीहरूले मेरो लागि पनि एउटा सानो काम गर्नु पर्यो। कोही काम भन्दाखेरि मेरो भिडियोलाई लाइक कमेन्ट सेयर र युट्युबलाई सब्स्क्राइब गरिदिनु होला। त्यही हो साथीहरू, गाउँघरको काम। आज चाहिँ मेरो काम आलु गोड्ने काम छ। आलु लसुन प्याज के हुन्छ त्यो सबै गोड्नुपर्ने हुन्छ नि त। हाम्रोतिर चाहिँ आजभोलि काम के छ भन्दा त्यही आलु गोड्ने लसुनहरू त्यस्तै काम भइरहेछ। अनि आज मेरो यही आलु गोड्ने काम हुन्छ। म अब काममा जानेछु। हाम्रोतिरको आलु यही हो। यिनीहरू नै गोड्नुपर्छ। यस्तै छ, सबै गोड्ने बेला भइरहेछ नि त। त्यही हो साथीहरू, हाम्रोतिरको काम त यस्तै हो। तपाईँहरूकोतिर के कस्तो के गर्दै हुनुहुन्छ? हाम्रोतिर चाहिँ यही आलु गोड्ने लसुन गोड्ने अनि अब काम भनेको अलैँचीहरू गोड्नुपर्छ। अलैँची गोड्ने बेला हुँदैछ, टाइम भनौँ सिजन। अनि त्यस्तै छ गाउँघरको काम। अनि तपाईँहरूकोतिर चाहिँ कस्तो के गर्दै हुनुहुन्छ होला सबलाई साथीहरू। आलु गोड्नुपर्ने चाहिँ यही हो हाम्रो। गोड्नुपर्ने यति धेरै छ, माथिदेखि तलतिरसम्म हुन्छ। पिँडालो हाम्रोतिर चाहिँ यो आलु सँगसँगै पिँडालो पनि रोप्छ नि त। त्यही भएर लगाउनु पर्ने हुन्छ आलु गोड्नुभन्दा अगाडि। त्यस पछाडि मात्रै आलुको फेदमा माटो राख्नुपर्ने हुन्छ, नत्र आलु राम्रो फल्दैन भन्छन्। अनि त्यो के भन्छ, माटो आलुको फेदमा मजाले माटो हाले पछाडि चाहिँ त्यो अलिक कमलो हुँदो रहेछ नि त आलुको फेदमा। अनि जरा यताउता जाँदाखेरि मजाले फुको माटो यस्तो हल्का हुँदो रहेछ। अनि त्यस पछाडि धेरै आलु पनि फल्दो रहेछ। त्यही भएर आलु गोड्नुपर्ने हुन्छ। मैले चाहिँ यो आलु गोड्नुभन्दा अगाडि यो पिँडालो हाल्नुपर्ने हुन्छ कि पिँडालो पनि रोप्नुपर्ने हुन्छ। अनि एकैचोटिको लागि के भन्छ, काम गर्न सजिलो हुन्छ नि त। डबल काम हुँदैन, एकैपटकमा हुन्छ भनेर आलु गोड्नुभन्दा अगाडि यो पिँडालो हाल्दैछु। अनि त्यस पछाडि मात्रै फाइनल्ली साथीहरू, मैले चाहिँ पिँडालो आलुबारीमा हालिसकेँ। अब खन्नुपर्ने हुन्छ, आलुको फेदमा माटो राख्नुपर्ने हुन्छ। यस्तो गरेर गोड्नुपर्ने हुन्छ। गाह्रो छ नि हजुर काम गर्न। यहाँनिर पिँडालो हाल्नुपर्छ फेरि। यसरी नै आलु गोड्छौँ हाम्रोतिर चाहिँ हामीले।
गर्मी भयो यार। अब चाहिँ मैले आलु गोडिसक्नु लागेँ। यहाँ पछाडितिर मैले सबै गोडिसकेँ। यहाँ तलतिर मासतिर पनि थियो मैले सकेँ। अब यहाँ अलिकति मात्रै छ, तर धेरै गाह्रो हुँदो रहेछ नि त, हात दुख्दो रहेछ गोड्न साह्रो। यो बारीमा जस्तो नहुँदो रहेछ कि यो पाखा के भन्छ जङ्गल थियो, अनि त्यो जङ्गललाई फाडफुड गरेर डढाएर त्यस पछाडि खनखान अनि मलहरू बोकेर त्यस पछाडि रोपेको ठाउँ हो नि त। त्यही भएर रुखको जरा यति धेरै रहेछ, खन्नको लागि अप्ठ्यारो। अस्ति रोप्ने बेलामा त झन् खन्न कति साह्रो थियो नि त, अहिले त तर त्यति साह्रो रहेनछ, ठिकठिकैको रहेछ। अनि रुखको जरै मात्रै देखिन्छ पछाडितिर पनि। त्यही भएर यो बारीमा जस्तो नहुने भएर के भन्छ जरा छ नि त, त्यही भएर आलुको खेतमा माटो लाउनुको लागि नै गोडेको हो यो ठाउँ चाहिँ। अनि यति तलतिर पनि छ, अब मैले गोड्नुपर्ने यति थोरै छ, यति सक्न लागे। आलु गोडिसकेर पनि मैले लसुन थोरै गोडेँ। अब चाहिँ रात पर्न लाग्यो नि त, बेलुकाको खानासाना के बनाउनु पर्ने हुन्छ, घर जानुपर्ने हुन्छ। त्यही भएर भिडियो अब यहीँ अन्तिम गरौँला। नेक्स्ट भिडियोमा भेटौँला। सबैजनालाई मिठो सम्झना भन्दै नेक्स्ट न्यू भ्लगमा भेटौँला। न्यू डे न्यू भ्लगमा।